यो देशलाई एकीकरण गर्न विश्वभर उपनिवेश प्रथा हावी हुँदा समेत नेपाललाई सार्वभौम र अखण्ड एकबद्धता राख्न पृथ्वीनारायण शाहदेखि वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, भीमसेन थापा लगायत महान योद्धाहरूको योगदानको कथा हामीले पढ्दै आएका छौँ। मलाई सम्झना छ, श्रद्धेय प्रधानमन्त्रीज्यू मेयर हुँदै गर्दाखेरि ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर प्रधानमन्त्रीज्यूले पनि त्यो इतिहास पढ्नु भएकै होला। आज किन र कसको स्वार्थमा हाम्रो स्वाभिमानमाथि उहाँ धावा बोल्दै हुनुहुन्छ। प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले आफ्नो ज्यानलाई आहुति दिएर नेपालको सीमा पूर्वमा चिवा भन्ज्याङदेखि पश्चिममा लिम्पियाधुरासम्म कायम गराउने ती अमर शहीदहरूको आत्मसम्मान कति गिरेको होला। त्यसैले आज ती अमर शहीदहरू प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति, विभिन्न आन्दोलनका शहीदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेएनजी विद्रोहका शहीदहरूप्रति हामी सम्झन चाहन्छौँ। सम्मान प्रकट गर्दै हामी नेपाली काङ्ग्रेसका प्रतिनिधि सभाका सदस्यहरू आज यस गरिमामय सदनमा 5 मिनट यहाँ उभिएर उहाँहरूको सम्झनामा मौन धारण गर्नेछौँ। म समय सुरु भन्दैछु र साथीलाई उठ्न पनि अनुरोध गर्दछु। समय सुरु।